छौँ अहिले चाहिँ पुरा पानी पलास्तो छ सकेको छौँ यो चाहिँ हाम्रो इन्डियन ग्रोसरी अहिले यहाँको सपिङ चाहिँ भयो अब फेरि आउनुहोस् Hi everyone, welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला मेरो आज सानो ओकेसन छ त्यही भएर म आज सपिङको लागि जाँदै छु त्यो ओकेसन चाहिँ के हो तपाईहरुलाई म भरे भन्नेछु For that keep on watching till the end guys. हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ पुरा पानी पलास्तो छ आकाशको हेर्न बादलहरु आमामा कालो न कालो सायद भरे एकछिनमा पानी पर्छ होला गाडीमा त के धेरै बोल्नु तपाईलाई म सिधै मार्केटमा भेट्छु है अहिले शपिङ गर्ने ठाउँमा आयौँ अहिले योलाई चाहिँ हाउस नो वेस्ट भन्छ त्यही भएर नर्मली चाहिँ म चाहिँ क्वालिटीमा जान्थेँ तर यहाँ नजिक भएर चाहिँ म यहाँ आएको है अरू त के भन्नु पार्क गर्ने चाहिँ नभेटाउला जस्तो छ पार्किङ हेर्नु एकदम फुल अब नर्मली विकेन्डमा चाहिँ तपाईँहरूको मान्छेहरूको सपिङ गर्न आउँछ नि त त्यही भएर एकदम भिड हुन्छ अब हेर्नु न तपाईँ देख्न सक्नुहुन्छ सब लाइनमा पार्किङको लागि हामी चाहिँ आइसकेको छौँ यो चाहिँ हाम्रो इन्डियन ग्रोसरी सपिङ हो प्रायः जसो म यहाँ पनि आउँछु र अर्को ठाउँ पनि आउँछु है बस आउनुहोस् यहाँ चाहिँ प्रायः जस्तो सबै एसियन फुडहरू पाउँछ हामीले खोजेको चाहेको चिजहरू सबै नेपालमा पाउने चिजहरू इन्डियामा पाउने चिजहरू सबै पाउँछ है यहाँ एसियन मसलादेखि लिएर आलु भेजिटेबल्स जे पनि तपाईले सोच्नुहुन्छ इभन ट्यामरिङ प्लेस पानीपुरीको चट्टी त पानीपुरीको पानीको लागि सरी अहिले यहाँको सपिङ चाहिँ भयो अब फेरि अर्को सपिङमा चाहिँ जाँदैछौँ है हामी त्यसको मेरो हाफ अफ द सामान चाहिँ मैले इन्डियन ग्रोसरीबाट पिकअप गरिसकेँ अब मेरो नेक्स्ट डेस्टिनेसन चाहिँ नेपाली ग्रोसरीमा हो है अब सी यु देयर अब चाहिँ हामी हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुगेका छौँ हाम्रो मोस्टली मासु लिने ठाउँ चाहिँ यही हो गोर्खा कर्नर है तपाईले देख्न सक्नुहुन्छ उता सानो छ तर एकदम बिजी छ तपाईहरुले विकेन्डको बेला अथवा फंक्सनको बेला हुन्छ नि फेस्टिभलको बेला तपाईहरुले खुट्टा राख्ने ठाउँ पनि पाउनु हुँदैन यहाँ त्यति साह्रो बिजी हुन्छ आउनुहोस् हेलो हाम्रो नेपालीको ग्रोसरीमा सपिङ भयो अब हाम्रो नेक्स्ट डेस्टिनेसन अर्को सपिङ कम्प्लेक्समा जाँदैछौँ है
हाम्रो डेस्टिनेसन पनि हामी आइपुग्यौँ। जो चाहिँ म प्रायः चाहिँ सपिङ गर्नु चाहिँ यहाँ आउँछु त्यसकोमा है सक्नुहुन्छ। साथीहरू मेरो सपिङ चाहिँ सक्यो। अब आज चाहिँ खास चाहिँ मेरो भान्जीको बर्थडे हो, त्यही भएर चाहिँ म अहिले अब केक सपमा जाँदैछु भान्जीको लागि केक लिन। अब केक सपमा भेटौँ न, बाई बाई। हामी चाहिँ अब केक लिनुको लागि केक बक्समा आइसकेको छु। यही हो हाम्रो लोकल केक बक्स केक लिने ठाउँ। मैले चाहिँ केक पनि पिकअप गरिसकेँ। अब चाहिँ घर जाँदैछु, अनि घर गएपछि फेरि म भरे चाहिँ बाहिर जाँदैछु। त्यतिखेर चाहिँ आई विल लेट यु नो। ओके, हाई एभ्रीवन अगेन। म चाहिँ अब रेडी भएँ र बाहिर निस्किन लागेको। अघि भनेको फङ्सन चाहिँ मेरो आज एउटा क्लाइन्टसँग मिटिङ छ। नर्मली म चाहिँ तपाईँहरूको क्याटरिङहरू पनि गर्छु, अनि क्याटरिङ चाहिँ इन्डियन, चाइनिज, तपाईँको नेप्लिजहरू सबै गर्छु। अनि आज चाहिँ मेरो सानो एउटा टेस्टिङ छ, अनि त्यही सिलसिलामा म चाहिँ बाहिर निस्किन लागेको। फाइनली आजको दिन पनि सक्यो। इट वाज भेरी हेक्टिक, त्यो पनि एकदम सक्सेसफुल भयो। एनिवे आज चाहिँ म एकदम टायर्ड पनि भएँ। एनिवे, थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो गाइज। आई विल सी यू इन द नेक्स्ट ब्लग।